बाँकी दिनमा सूर्य र घन्टीको साह्रै प्रतिस्पर्धा हुनेवाला छ। सुमन मल्ल जनता सामु यस्तो कुरा गर्दै भोट माग्दैछन्। मनमोहन अधिकारी हुँदाखेरि 100 रुपियाँदेखि सुरु गरेको भत्ता वृद्ध भत्ता अहिले 4000 सम्म पुगेको छ। नेकपा एमालेलाई भोट हाल्नु भने खगेन्द्र सुनार जनता सामु यस्तो कुरा गर्दै भोट माग्दैछन्। पहिलेबाट चेपिएर राख्न थालिएको यो बारेमा प्रत्येकले बुझ्नुपर्छ, प्रत्येक नेपालीले बुझ्नुपर्छ। तपाईँ भोट दिनुस् नदिनुस् त्यो दोस्रो कुरा हो, तर तपाईँले बुझ्नुपर्छ अब यो कुरा। तपाईहरु सबैले दुवैजनाको अभिव्यक्तिलाई विचार गर्नुभयो होला। सुमन मल्ल भन्दैछन् यो देशमा विकास गर्ने पार्टी हाम्रो हो, यो देशमा 100 रुपियाँबाट 4000 सम्म वृद्ध भत्ता बढाउने पार्टी पनि हाम्रै हो भनेर भोट माग्दैछन् भने खगेन्द्र सुनारले जनता सामु अब हामी हेपेर चेपेर बस्नु पर्दैन, अब हामी माथि उठ्नुपर्छ, तपाईँ हामी सबै मिलेर देश परिवर्तनको लागि अगाडि बढ्नुपर्छ भन्दैछन्। भने अब जनताले विचार गर्नुपर्ने कुरा के देखियो भने भरम छर्दै भोट माग्ने पार्टीलाई भोट हाल्ने या देश परिवर्तन गर्छु भनेर आएको पार्टीलाई भोट हाल्ने, तपाईहरुले विचार गर्नुपर्ने बेला भएको छ।